तपाईहरुलाई थाहा छ म दुईटा उद्देश्यले खास गरी यसपल्ट थाइल्यान्ड भ्रमणमा गएको थिएँ। एउटा यो औपचारिक भ्रमण, अर्को चाहिँ बिमस्टेकको 6औं शिखर सम्मेलनमा भाग लिने। त्यसै अवसरमा हामीले साइडलाइनमा भेटघाटहरू आयोजना गर्यौं। भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो। त्यस्तै गरेर श्रीलङ्काका प्रधानमन्त्री, भुटानका प्रधानमन्त्री, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो। र खास यहाँहरूको चासो भारतका प्रधानमन्त्रीज्यूसँग भेट कस्तो भयो र के भयो भन्ने कुरा। भेट अत्यन्तै राम्रो भयो, अत्यन्तै सुमधुर वातावरणमा, अत्यन्तै मित्रता हार्दिकताका साथ। र यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसै बेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ र त्यो कार्यक्रमहरू उता सेट भइसकेको हुँदाखेरि उहाँले त्यसलाई बदल्न सक्ने अवस्था नभएको, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न। तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ त्यसमा। अर्को धेरै लामो होइन, दुई प्रधानमन्त्रीका बीचमा अस्ति सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो। सेप्टेम्बरमा तपाईहरुले भने जस्तो कुनै नराम्रो त्यस्तो भएको पनि होइन, के पनि होइन। नराम्रो केलाई भन्ने, हामीले कुराकानी गर्यौं, फ्रेन्डली कुराकानी गर्यौं, राम्रै कुरा भएको थियो। र यसपल्ट त्योभन्दा बढी कुराकानी, अझ बढी मित्रतापूर्ण पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सन्दर्भमा, हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूको सन्दर्भमा र तपाईहरुले भने जस्तै पञ्चेश्वर लगायतका विषयहरू, दोधा र चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरू लगायतका कुराहरू, थुप्रै कुराहरू भए र द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरू भए। यो व्यापकै क्षेत्रमा कुराकानी भएका छन्। र हामीले एउटा अछुट गरेका छौं कि नेपाल भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा त समस्या देखिन पनि त सक्छन् नि कहिले कहिले। त्यस्तो भइहाल्यो भने पनि एक आपसमा संवाद गरिहाल्ने र तिनीहरूलाई टुङ्ग्याउने भन्ने कुरा हामीले एउटा गहिरो समझदारी गरेका छौँ यसपल्ट। शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु, किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ। नत्र पहिले प्रदर्शन गर्नुहुन्न थियो नि यसरी, किनभने प्रदर्शन गर्यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो। अहिले चाहिँ आवाज उठाएपछि त्यो सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ, त्यसकारण आउनुभएको। हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूका कुरा सुन्छ पनि। न उहाँहरू सरकार विरोधी हो, न सरकार उहाँहरूको विरोधी हो। यो सबै हामी एउटै हो। के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर सरसल्लाह गरेर छलफल गरेर टुङ्गिने हो। धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ र सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दैन त, किन राख्नु परेको छ र। त्यसो भएर उहाँहरूसँग अब आइहाल्नु भएको छ यहाँ, ठिक छ, आइरहनु पर्ने पनि थिएन, एउटा सानै डेलिगेसन आएर भन्दा पनि हुन्थ्यो।
तर पनि उहाँहरूले अलिक सरकारले सुनेन कि भनेर पहिले जस्तै ठान्नुभयो होला, केही ठान्नुभयो होला र अलिक ठुलै जमात जानुपर्छ भनेरै आउनुभयो। यो विश्वासका लागि म उहाँहरूलाई धन्यवाद भन्छु। समस्या टुङ्गिन्छ र जानुहुन्छ। अर्को प्रश्न के थियो? न्यायिक छानबिन हुँदैछ, त्यो साँच्चै न्यायिक छानबिन नभनौँ, न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ, तर छानबिन निष्पक्ष हुन्छ र सबै कुरामा न्यायिकै छानबिन चाहिन्छ भन्ने पनि छैन। त्यो हामी विचार गर्छौँ कि यो यसै छानबिन निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने।